आज आइतबारको दिन चाहिँ बिहानै उठेर निन्द्राकै सुरमा आलु काट्न थाले, किनभने आज थुक्पा बनाएर खाउन त भन्ने सोच शनिबारदेखि नै थियो क्या। त्यसैले एकातिर आलु र अर्कोतिर मटर बसाएर म चाहिँ थुक्पा रेडी गर्न थालेँ। धन्न चना चाहिँ भाइले हिजो बेलुका नै पकाइसकेको थियो। त्यतिकैमा एक्कासी बाहिर केटाहरू हल्ला गर्न थाले। के चाहिँ भएछ भनेर बाहिर यसो निक्लेको त तीनजना दाजुभाइहरू त मर्निङ वाकको लागि पो जाँदै रहेछ क्या। फर्केर किचन मात्रै के छिरेको, उता आलु रिसले उम्लिरहेको थियो भने चाहिँ कुकरले पुरै सिटी हानेर जिस्काकै रहेछ। अनि मैले पनि सुपर स्पिडमा मसला कुटेर डाइरेक्ट सुप बनाएँ। यता आलुलाई पनि नाङ्गै बनाएर तेलमा मात्रै के हालेको, लजाएर रातै भयो। सबै रेडी भइसकेपछि भाइहरू पनि ठ्याक्कै मर्निङ वाकबाट आइपुग्यो। भाइलाई भाँडा धुन त भनेको, हुँदैन, मलाई पनि थुक्पा दिनुपर्छ, नत्र म भाँडा धुँदै धुन्न भन्न थालेँ। अनि थर्ड भाइ त्यो पनि भनिराख्नुपर्ने कुरो हो, त्यो त म दिइहाल्छु नि भनेको। भाइ एकदम ह्याप्पी भएर सबै भाँडाहरू सफा गर्यो। त्यसपछि मजासँगले खाइयो।